नमस्कार सम्पूर्णमा म अनिल कुमार साई। आज म हाम्रो यस हिमालयन एग्रिकल्चर रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा छु। विशेष गरी आज चाहिँ ओखरको बिरुवामा लगाएको वर्ष अथवा सोही वर्ष चाहिँ फल लाग्यो भने के हुन्छ भन्ने विषयमा चाहिँ विशेष खालको भिडियो बनाउने प्रयास गरेको छु। यहाँहरूलाई यो भिडियो एकदमै जानकारीमूलक हुनेछ। विशेष गरी देख्न सक्नुहुन्छ यो लगाएको 1 वर्ष बिरुवामा यसरी फल देखिएको छ। त्यस्तै गरेर लगाएको 1 वर्ष अथवा 2 वर्षमा फल फल्यो भने बिरुवामा त्यो फल चाहिँ रिमुभ गर्न पर्ने हुन्छ अथवा हटाउन पर्ने हुन्छ। त्यस्तै गरी किन हटाउन पर्ने हुन्छ होला भन्ने चाहिँ तपाईँको मनमा प्रश्न उठ्न सक्छ। विशेष गरी देख्न सक्नुहुन्छ यो लगाएको 1 वर्ष भयो भनौँ न, अहिले नै लगाएको बिरुवा। यो बिरुवामा यसरी फल देखिराखेको छ। यसरी फल देखियो भने भनौँ न बिरुवाले जुन किसिमको भेजिटेटिभ ग्रोथ गर्नुपर्ने हो, जुन वानस्पतिक विकास हुनुपर्ने हो बिरुवाको, त्यो हुनबाट रोकिन्छ। किनभने तपाईँको यो जुन देख्न सक्नुहुन्छ फल, यो फलले चाहिँ बिरुवाले दिएको पूर्ण रूपमा न्युट्रिएन्ट्स फलमा जाने र बिरुवाको भेजिटेटिभ ग्रोथ नहुने हुन्छ। एक त बिरुवा भर्खरै लगाइएको छ, बिरुवाको जरा पूर्ण रूपमा खाना लिन सक्ने भएको हुँदैन, पूर्ण रूपमा बिरुवालाई खाना दिन सक्ने भएको हुँदैन। त्यही माथि यसरी फल लागेको देख्नुभयो भने सबै न्युट्रिएन्ट्स जति फलमा जाने अथवा यो दानामा जाने र भेजिटेटिभ ग्रोथ हो, जुन 1 देखि 5 वर्षभित्र हुनुपर्ने ग्रोथ, त्यो चाहिँ हुनबाट वञ्चित हुन्छ। त्यसैले 1-2 वर्षमा 1 देखि 2 वर्षमा निस्केको कुनै पनि फलहरू चाहिँ राख्नु हुँदैन बिरुवामा। त्यसै गरी अर्को कुरा, जुन 5 वर्षको अन्तरालमा छ, 5 वर्षसम्म चाहिँ बिरुवामा खास गरी फलै लिन मिल्दैन भन्छ। तपाईँले डेमोको रूपमा 5 वर्षसम्म अथवा 2, 3, 4, 5 वर्षमा चाहिँ 1-2 फ्रुट चाहिँ लिनु सक्नुहुन्छ। जुन बिरुवा रोपेको वर्ष चाहिँ कुनै पनि फल लिन मिल्दैन। त्यसैले तपाईँलाई यसरी चाहिँ बिरुवालाई अथवा बिरुवामा फलेको 1 वर्षभित्रको जुन फल छ त्यसलाई चाहिँ सिकेचरको सहायताले यसरी हटाउनु होला भन्न चाहन्छु। त्यस्तै हाम्रो यो भिडियो कस्तो लाग्यो त्यही अनुसारको सुझाव सल्लाह पनि दिनुहोला। धन्यवाद।